यस्तै हो साथीहरू, झोलेको जिन्दगी। बोझा बोकेर यतादेखि उता हिँड्नुपर्छ, कामको लागि पेट पाल्नुपर्छ। तपाईँहरूले मलाई माया गर्नुहुन्न, एक लाइक र एक सब्सक्राइबर गरिदिनु होला, अरू कमेन्ट गरिदिनु होला कि कस्तरी दुःख पाएको यो झोला बोकेर। अब हेर्नु होला, यस्तो गोरोठे बाटोमा हिँड्नुपर्छ भन्ने लागेको छ। तर आज सादा पानीको केनी बोकेको छु। बाटोमा पानी प्यास लाग्छ भनेर पैसा नभएपछि पैदल यात्रा गर्नुपर्छ, बसको किराया नभएपछि। यस्तो दुखी मान्छेलाई एक लाइक र एक सब्सक्राइबर गरिदिनु होला भन्ने तपाईँहरूलाई अनुरोध गर्दैछु। सम्पूर्ण नेपाली भाइ तथा दाजुबहिनी तथा भारतमा और विदेशमा भएकोहरूले मलाई लाइक गर्नुहोला, और फलो गरिदिनु होला मेरो च्यानलमा। आज फेसबुकबाट यो तपाईँहरूलाई आज साँझ 6 बजे अपलोड हुनेछ यो भिडियो। तपाईँहरूको लागि राख्नेछु। तर के गर्ने, कामको सिलसिलामा यो दुखी आत्मालाई सम्झिदिनु होला, एक लाइक र एक फलो गरिदिनु होला। थ्याङ्क यू भनिदिन्छु।